हजुर नमस्ते। आज पाल्पाको चाहिँ नुवाकोटमा आएको अवस्था छ। मलाई यसो चाहिँ यो वन जङ्गल यो चाहिँ हामी गाई बाख्रा हेरेको घाँस काटेको जिन्दगीमा चाहिँ स्ट्रगल गरेको चाहिँ याद आएको हुनाले मैले एउटा सानो चाहिँ गीत पातबाट बजाउन गइरहेको छु। हजुरहरू देख्न सक्नुहुन्छ। यसलाई हजुरहरूले लाइक कमेन्ट र सब्सक्राइब गर्नुहोला। म चाहिँ शिव घिमिरे, मेरो घर गुल्मी धुर्कोट गाउँपालिका वार्ड नम्बर 7 वाग्ला पर्छ। आज हामी बुटोलको नुवाकोटमा चाहिँ तिहारको चाहिँ दसैँ तिहारको अवसरमा आज चाहिँ नानी बाबुलाई बिदाको समयमा चाहिँ घुमौँ भनेर आएको अवस्था छ। बाँकी गीतबाट हाम्रो सफल घिमिरे यहाँ छ। यहाँ चाहिँ हाम्रो जीवन सङ्गिनी गीता हुनुहुन्छ। तपाईहरु देख्न सक्नुहुन्छ। बाबाले पात बजायो भनेर छोराले चाहिँ नयाँ डिजाइनको चाहिँ बाँसुरी बजा। म चाहिँ गुल्मी धुर्कोट गाउँपालिका वार्ड नम्बर 7 वाग्ला जन्मेको मान्छे। मलाई भिरपाखा गाउँ चाहिँ वन जङ्गल एकदम धेरै माया लाग्ने भएको कारणले गर्दा आज हामी चाहिँ आफू जन्मेको चाहिँ ठाउँको याद आएको हुनाले आज हामी चाहिँ नुवाकोट आएको अवस्था छ। हजुरहरू देख्न सक्नुहुन्छ। यहाँको चाहिँ रमणीय एकदम रमणीय वातावरण छ। तपाईहरु देख्न सक्नुहुन्छ। यो हाम्रो नुवाकोटको भ्यू टावर हो। यसमा चाहिँ हामी एकदम आज चाहिँ बुटोलमा चाहिँ एकदम तुमालो लागेको कारणले गर्दा त्यहाँको भ्यू अलिक कम देखिएको अवस्था छ। हजुरहरू प्रत्यक्ष लाइभमा हुनुहुन्छ। हाम्रो चाहिँ सफल घिमिरे र गीता घिमिरे होइन भन्छ यार कान्छ यार हामी नुवाकोटको भ्यू टावरमा छौँ। ल तपाईँहरू देख्न सक्नुहुन्छ। एकदम चाहिँ यहाँको वातावरण रमणीय छ। ल आजलाई बाई बाई भन्न चाहन्छु।